गाइस 8:24 भयो हैन। अब हामी निस्किन लागेको छौं। जोर से बोलो, प्यार से बोलो, सब लोग बोलो। Good morning guys. Good morning भन्दियो। Good morning. Papa, good morning. ल उता ल। उसलाई टिभी हेर्न पाएपछि हैन केही चाहिदैन। उता ल हामी पनि उठेको। यो हाम्रो डेलीको चाहिँ दोस्रो दिन थियो। पहिलो दिनमा चाहिँ हामी इन्डिया गेट घुम्न गएको थियो भने अब हामी दोस्रो दिनमा चाहिँ अरू ठाउँ नै घुम्नको लागि भनेर प्लान बनाइरहेको थियौँ। लेट्स गो। ल साथीहरु, अब हामी ब्रेकफास्ट गर्दै छौं है। के हो यो? परोठा, ब्रेड अनि यहाँ चिया रेडी हुँदैछ। ल चिया खाने खाऊ। हाम्रो दाइले चाहिँ फेरि चिया चाहिँ नेवारीमा हामीले ऐला जसरी हाल्छ त्यही स्टाइलमा हालिरहेको थियो। ब्रेकफास्टहरू खाइसकेपछि चाहिँ अब हामी जूमा जाने प्लान गर्दै थियौँ। अब जूमा चाहिँ अब हाम्रो छोरीलाई चाहिँ अब एनिमलहरू देखेर चाहिँ अब एकदम खुसी लाग्छ भनेर चाहिँ हामी त्यही हिसाबले जू जाने प्लान गर्दै थियौँ। त्यसको लागि भनेर सबजना रेडी भइरहेको थियो। उसलाई भिडियो खिचेको थाहा हुन्छ क्या। ल अब हामी निस्किन लाग्यो है गाइजहरु। सधैँको जस्तै हामी दुईजना चाहिँ रेडी भइसकेको थियो भने अब हाम्रो दाइ बाउजू मम्मीहरू चाहिँ रेडी हुन चाहिँ अलिक टाइम नै लागिरहेको थियो। त्यसकारण चाहिँ हामी तल बसेर कुरिरहेको थियो उनीहरूलाई। अनि सबजना आइसकेपछि चाहिँ फेरि हामीले ट्याक्सी बुक गरेर आएको थियो। ट्याक्सीलाई पनि हामीले कुरिरहेको थियो। अब कहिले ट्याक्सी आएर चाहिँ हामी जाउँला भनेर चाहिँ मुनि आएर बसिरहेको थियो। यो दृश्य भनेको चाहिँ हाम्रो अपोजिट साइडको होटेलको हो। बच्चा खाली हो गया। छोरी हामी कहाँ जाने हो? हामी कहाँ जाने? हामी कहाँ जाने? जू। छोरी हामी कहाँ जाने? जू। छोरी हामी कहाँ जाने? जू। जू भनेको जू कहाँ जाने? जू। हाम्रो छोरी चाहिँ फेरि क्यामेरा अन गरिसकेपछि चाहिँ बोल्नै लजाउँथ्यो भने अब अफ क्यामेरामा चाहिँ धेरै कुराहरू भनिरहेको हुन्थ्यो। जस्तै कि अब जू जाने भन्दा जू भनिरहेको हुन्थ्यो होइन। अब अरू कुराहरू पनि भनिरहेको हुन्थ्यो। अनि हामी अब फ्यामिलीहरूसँग कुरा गर्दै जाँदाखेरि चाहिँ अब जाममा फस्यो। जाममा फसेर अब यो हाम्रो ट्याक्सीको विन्डोबाट यस्तो हेर्दाखेरि चाहिँ परिवारहरू उडिरहेको राम्रो दृश्य देखेर चाहिँ मैले त्यो पनि क्याप्चर गरिदिएँ। हजुरले पनि हेर्न सक्नुहुनेछ। फाइनली अब हामी चाहिँ जू पुगेको थियौँ। जू पुगेर चाहिँ एक्साइटेड भएर हामी भित्रमा त पुगेको थियौँ। तर के गर्ने, हाम्रो ब्याड लक भनौँ कि के भनौँ, तर जू नै बन्द थियो। हामी यहाँ चिडियाघर आएको दिल्लीमा, तर बन्द रहेछ यार आज। साइट नै अब मिलेन, जानै मिल्दैन अब यहाँभित्र। त्यहाँ नजिकै नै पुरानो किला रहेछ। अनि पुरानो किला नै जाउँ भनेर चाहिँ हामीले त्यही डिसिजन लियौँ। अनि पुरानो किलाभित्र जानको लागि चाहिँ टिकट लाग्दो रहेछ। अनि दाइ भाउजूहरू चाहिँ टिकट लिँदै थियो। अनि मैले चाहिँ यहाँ स्क्वायरल देखेर त्यसकै भिडियो खिचिरहेको थियो। हो यहाँ राम्रो खुसी लागेर जाऊ। आऊ आऊ काका आऊ। यता
त्यसपछि हामी फाइनली पुरानो किल्लाभित्र छिर्यौँ टिकटहरू काटिसकेपछि। ल हामी पुग्यौँ लाल किल्ला, पुरानो किल्ला, लाल किल्ला पो भनेर। त्यहाँ चाहिँ अब गर्मी नै थियो। अब नेपालमा चाहिँ अब अलिअलि जाडो थियो भन्ने सुनेको थियो, पानी पनि परिरहेको थियो, त्यो भएको कारणले चाहिँ। तर त्यहाँ चाहिँ अलि गर्मी नै थियो। भित्र छिर्नु बित्तिकै हजुरले देख्न सक्नुहुन्छ अगाडि चाहिँ इन्डियाको फ्ल्याग थियो, ठुलो नै फ्ल्याग थियो। अनि साइडमा चाहिँ पार्क हो। अनि हामी त्यो पार्कमा पनि गयौँ, पार्कमा गएर फोटोहरू खिच्यौँ, भिडियोहरू लियौँ। अनि त्यसपछि अझै अगाडि पनि यो घुम्ने ठाउँ थियो, त्यो चाहिँ ठुलो नै थियो, एकदमै ठुलो थियो, हजुरले हेर्न सक्नुहुनेछ। ठुलो चौर रहेछ, छोरीको लागि रमाइलो हुन्छ। खै खै समातुम उड्यो होला, समातुम भनेको ल हामीले अब यता फोटोसोटो खिच्यौँ, भिडियोहरू बनायौँ होइन, टिकटक सोसियल मिडियाको लागि। यहाँ दायाहरू अझै पनि खिच्दै हुनुहुन्छ, ऊ सुटिङ भइरहेछ पछाडि। यहाँ मम्मी यहाँ साइडमा बसिराख्नु भएको छ, कसको यादमा हो, ड्याडीको यादमा होला सायद। ड्याडी आउनु भएन, ड्याडीको छुट्टी मिलेन जबबाट, त्यही कारणले हामी मात्र आएको हौँ। भित्र एकदम शान्त थियो, सफा थियो होइन, सबै मेन्टेन गरेर राखेको रहेछ। यो पुरानो किल्लाहरू सबै मेन्टेन नै गरेर राखेको रहेछ। अनि यिनीहरूको फोटोहरू भिडियोहरू लियौँ। क्या है ये तो देखना पड़ेगा। देखना पड़ेगा, तो राजमहल लग रहा है, ये मेरा ही था। टिक्का हाँ। अब हमें कहाँ जाने? अब हम घूमने चलेंगे, अभी भी घूम रहा हूँ। नाइस भ्यू। सिनहरू चाहिँ खतरा थियो, तर फोटो खिच्ने मान्छेहरू चाहिँ एउटै थिएन, त्यो एउटा चाहिँ हामीलाई अलि बेनिफिट लागेन। यस्तो पनि हुन्छ यार। के भयो त, के भयो? तेरिका एउटा फोटो खिच्यो भने फोटो खिच्ने मान्छे कोही छैन यार, यस्तो नि हुन्छ फोटो खिच्ने? यस्तो अबे मेरो दाइ त पुरै एग्रेसिभ भयो, यहाँ फोटो खिच्ने मान्छेहरू छैन अरे, त्यही भएर डर लाग्यो। हामी यहाँ बजार आएका छौँ होइन। हामी पुरानो किल्ला गएर आइसकेपछि चाहिँ हामी यो डेलीको बजारमा गएको थियौँ। बजारमा अब थोरै सामानहरू किन्नुपर्ने थियो, त्यही भएर एकचोटि बजारमा हेर्न गएको थियो। सामानहरू चाहिँ सस्तै थियो। त्यसपछि हामी अनि भोक लागेर अलिकति फलफुलहरू खान गयौँ। अनि बच्चालाई पनि भोक लागेको कारणले चाहिँ बच्चालाई पनि फलफुल दियौँ। त्यसपछि हामी होटेल फर्क्यौँ। होटेल फर्किसकेपछि भोलि हाम्रो वैष्णोदेवीको प्लान थियो। नेक्स्ट भिडियोमा चाहिँ हामी वैष्णोदेवी कसरी गयौँ र के गर्यौँ भन्ने सबै जानकारी गराउनेछौँ। अहिलेको लागि हामी बिदा माग्छौँ। बाई बाई, टेक केयर। भिडियो हेर्दै गर्नुहोला। धन्यवाद।